सो नयाँ घर बनाउन जाँदै हुनुहुन्छ र यो एउटा चिजमा चाहिँ पैसा खर्च गर्नलाई चाहिँ तपाईँ नहिचकिचाउनुहोस् है। सो यो चिज रहेको छ डिजाइन फेज। सो डिजाइन फेज भनेको चाहिँ कस्तो फेज हो त? डिजाइन फेज भनेको तपाईँको जुन एउटा ड्रिम छ, ड्रिम हाउस छ, त्यो चिजलाई भिजुअलाइजेसन गरेर त्यो तपाईँको आफ्नो जग्गामा निकाल्न र तपाईँको कन्स्ट्रक्सन गर्नको लागि, रियालिटीमा कन्भर्जन गर्नको लागि बनाइने प्लान्सहरू हो। जस्तै तपाईँलाई कतिवटा खाट चाहिएको छ, कतिवटा बाथरुम चाहिएको छ, कतिवटा लिभिङ रुम, कतिवटा किचनहरू चाहिएको छ, र तपाईँलाई एनस्विट चाहिएको छ कि छैन, कस्तो डिजाइनहरूलाई आफ्नो बाहिरको घरहरू। सो त्यस्तो चिजमा चाहिँ तपाईँ कहिले पनि पैसा खर्च गर्न नहिचकिचाउनुहोस्। हिचकिचाउनु भयो भने के हुन्छ भने तपाईँले लास्टमा अल्टिमेटली बनाउनु त 1 करोड 2 करोडकै घर नै हो, तर तपाईँको डिजाइन प्रपर राम्रो छैन भने तपाईँले खर्च गरेपछिको जुन घर भन्छ हजुरलाई त्यो घर चित्त बुझ्दैन, के नमिला जस्तो फिल हुन्छ। सो फर्स्ट थिङमै जुन हाम्रो काम हुन्छ त्यो भने डिजाइन काम, त्यसमा पैसा मजाले खर्च गर्नुहोस्, बरु फेयर गर्नुहोस्। त्यो अन्डर रेटेड पनि नगर्नुहोस्, ओभर रेटेड पनि नगर्नुहोस्, फेयर प्राइस गर्नुहोस्। र फेयर प्राइस गरिसकेपछि आफ्नो डिजाइनलाई चाहिँ आफ्नो रियालिटीमा ल्याउनको लागि चाहिँ पैसा खर्च गर्न नहिचकिचाउनुहोस्। ह्याप्पी बिल्डिङ, फलो फर मोर।